हेलो हेलो अघि ल हेलो हेलो नमस्कार हामी चाहिँ एका बिहानै लाग्यो होइन खोलातिर सो माछा मारौँ फिसिङ हन्टिङतिर लागौँ कि भने हो आज चाहिँ बवाल घाम लाग्यो हेर्नुहोस् अब हेर्दै जाऊँ के कस्तो हुन्छ है के लाग्ने कुरा अब भने चाहिँ है हामी चाहिँ अब पसलबाट चाउचाउ बिस्कुटहरू लगेर नि आइसक्यौँ गाउँ चाहिँ एउटा त्यो पारामा त्यहाँ छ होइन हामी चाहिँ लागिसक्यो आज चाहिँ घाम चाहिँ बबाल लाग्यो रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का गर्नुपर्छ नि अनि हेर्नुहोस् गाउँ उता छ ऊ है गाई हामी चाहिँ यता आइसक्यौँ उता गइसक्यो हाम्रो लुम्बुडे चाहिँ अनि गाउँ चाहिँ खासै चाहिँ देखिन्न उता देखेको देखिन्न होइन यता देखेको देखिन्छ तर गाउँ चाहिँ आँखा हो कि जसले दियो भने नि हाम्रो गाउँ अब फेरि चल्दैछौँ केटाहरू कट्टा गए काम चाहिँ बबाल हेर्दै गर्नु अब को भलक कस्तो हुन्छ अनि तल खोलामा माछा हामी चाहिँ अब आइसक्यौँ बलमधारा होइन कि विनोदको गोठ यो चाहिँ हाम्रो फुजे प्रेममेनाको गोठ तल बलमधाराकै हाम्रो सुनिल भाइको गोठनिर आइपुग्यौँ अनि यता महेन्द्र भाइ आउँदै थियो महेन्द्र भाइ आइसक्यो पारि उता आइयो लोन रे त्यहाँ आइरहन् क्या अरू यार यो त तल्ले क्या आइसक्यो होइन यी रोटी र चाउचाउ हामीले ल्याथ्यौँ कोटाले छ हामीले 8टा ल्याथ्यौँ 8टा भलबाङ हेर्नुहोस् कोही हुनुहुन्छ कि भलबाङको हेर्ने मान्छे हेर्नुहोस् ऊ छाप हेर्नुहोस् गाई छ अब यो चाहिँ हामी आज चाहिँ खोलामा मिठो बाक्लो बोलाएको छ होइन हेर्नुहोस् बाक्लो भोल्टलाई अनि माछा लाग्छ कि भन्ने आश हो ऊ त्यही हो चलबाङको ठुलो चयल भलबाङ अनि यहाँ भलबाङदेखि कोही हुनुहुन्छ भने कमेन्ट गर्नु होला भलबाङदेखि हेर्ने अनि ऊ माथि पुरान गाउँतिरबाट मेरो भलक हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला सिधै माथि पुरान गाउँ स्कुल यहाँनिर छ मावि अनि ऊ माथि जगती पोखरा टेउ पऱ्यो अनि छाप रोल्पा नगरपालिका वडा नम्बर 5 का भुवागी क्षेत्रहरू जेटबाङ उता पर्छ अनि यही हो भलबाङदेखि लागेर हेर्नुहोस् माथि लेकदेखि लागेर भलबाङ हेर्नुहोस् यो चाहिँ अहिले खनेको हो होइन नयाँ बाटो ठुलो ऊ अरे मध्यपहाडी राजमार्ग भन्ने हो कि के जाने भन्ने नाम थियो मैले ट्याक्कै भुलेँ तर चाहिँ त्यही हो तर यतिमा उकालो भयो यसको लागि तल कस्तो गरेर बनेको छ कि तलको बाटो तलको अनि रोड हो हुन्डा रोड हो तर हेर्नुहोस् यस्तो भइसकेछ तलको बाटो रोड बाटो मान्छे छिर्ने समेत धौँ गाई छैन हामी चाहिँ अब दर्शकहरू हेर्दै गर्नु हामी चाहिँ आइसक्यौँ अब हाम्रो गोठा कि अब केही समय यहाँ सामान रेडी पार्ने अनि फेरि जाने हो खोला फेरि अब सामान सताने छ त्यसपछि हामी खोलातिर चलिहाल्छौँ आफ्ता सानसानो छ यार सानसानो छ कि आफ्ता ल जनताहरू अब हामी चाहिँ गोठा पुग्न साथ यहाँ आरू रहेछ अनि एक दुईवटा अरू खाइदिउँ कि भने ठ्याक्कै पाकेर छ
केटो चाहिँ लागिसक्यो यो आलु खानामा यहाँ टिपेर लिएर केटा यहाँ आप टिपेर लिएर लिएछ केटाले है यहाँ टिपेर लिऊ केटा टिपेर खानुपर्छ यहाँ ऊ निकाल्छ क्या अब कोडो छरेको कोडोटा हराइ हो कि हो यी कोडो सानो यहाँ बाँदर छ क्या बाँदर ओ ढुङ्गा छ सोल्टी कहाँ गयो सोल्टीहरू तँलाई धेरै बोल्ने रोगले चेपेको रहेछ धेरै बोल्ने बानी उल्टै गल्छ हानी मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु ओ ढुङ्गा छ सोल्टी कहाँ गयो सोल्टीहरू ढुङ्गा नछरानु सोल्टीहरू है ओ तेरा न ओ सोल्टी ओ साथीहरू A few moments later. छिटो हिँड्दै आएको यहाँ माधवी हिँड्दै आन बल्ल छ अलि बिच बिच आन हेरै बाटो होइन हिँड्दै आके हिँड्दै जा के हिँड्दै जा हिँड के मुजियो उब्बेल के यहाँ त यहाँ यतै आउनु होइन हामीले माछा मार्दैछौँ यहाँ तलतिर जुन खोलामा खोलाले बगाएर धन्नेले बिजोग भयो जस ठुलो कालो बच्चो अब फेरि म चाहिँ भरिया बनेछु भरिया मौसम माछाको मिठो गर्छ है जग्गा चाहिँ हेर्नुहोस् देख्न सक्नुहुन्छ कि जहाँ खोला त फेरि मिठो धमिलो छ कि धमिलो रेमसम्म छ केटोले कति बनाएको गाइस यहाँ अब रेम मारेको यहाँ खेल्दै
दोकान हान्दै त्यो गरिन्छ कि भिडियो कति कायम पारेछु त्यसले बना के हो बनाइस भिडियो आइफोन एकछिन के अरे अलि स्टोरीमा हाल्ने भने ए भाइ यसो भिडियो बनाउन आछले के हो त ओए यहाँ चिकन यहाँ मुखमा हान्दैछ के कस्तो पोक्दो गरेर पर्छ कि भयो हाल हाल यहाँ पखाली ल पानी इलोके पानी ल यहाँ गइले खाने बखाल त आफै यो के नहाल्दै अह बरुसके नाटक नगरे कस्तो खान्छ कि सिक्नु पर्छ कि यस्तो कुरा पखालिनु बरु काटो यसले कमनको हात काटेको नि भिडियो गरेछ है त्यो प्याक गरिन्छ नि त्यो चाहिँ उभो के ए देखि सेम सामने तिनी छिकी भएछ नि बडा बठा जोडा कमन ओके काटा के लज्जा तिम्रो हात टोक्ने भए चलि नि बास्ने मन होला रड आन्दैछ बड्डा रड अब डेप्ची डाप्स लाले खाने सम्मा ओ बिरे बोल दिनु मासु हेर्न खतरा सेम बोलर पुरा मासु त्यो बेटा नि यो बड्डा यो निकालो यसको आन्द्रा हो कि के हो यो लाग्यो हेडे आन्द्रा हो के यो कोल्चु म उठाले त्यसो भन्नु पर्यो के कोल्चु नि यसको के हो मैले बट्टी चामो सक्यो दाइ डरो पिसिन ठिक हो ठुलो सानो हुन्छ के यार घसा जको यार ठुलो बाहेक भिडियो गरेछ भिडियो बनाछ फोटो खिच्के बेला ल न पानी यति पानी छ यो खानु भए दाइ तुमा त्यो ठुलो काट्यो अनि ठिक हुन्छ क्या चार एक नसो भने यो अलिक सानो मासु नराम्रो ठिक छ पाँचटा बनाउनु त्यो चाहिँ चार पाँचटा बनाउनु ठ्याक्कै एक नसो सानो पिस बनाऊ भयो त्यो सानो एउटा यो भयो दुईवटा त्यो के भन्छ त्यो अहिले हटा यो बिचको माले पाँचटा बनाउँदै पाँचटा भएको एउटा दुईवटा जाबी यो मेरो त आफ्नो जाबी कुन ओटो पटा मेरो जाबी त्यहाँ उठ्छ टोल्टो एम बलर पुरा मासु इसी बेटा मासु मासु मात्र हुन्छ रुनिसम्म हेर्नुस् दर्शक हैन हेर्नुस् हाम्रो ठुलपुरा उर्लेर आएको अनि एउटा ढुङ्गा जति पनि छ गिट्टी जति पनि छ आएर ओसाटा हुन्छ यहाँ बाटो खुल्यो भने गाउँमा लग्ने हो ठुलै छ माथिदेखि छ पहिरा हैन अब ढुङ्गा सब यो ढुङ्गा जति पनि हेर्नुहुन्छ यो ढुङ्गा सबै ऊ हो के यो ठुलपुराको हाम्रै हरिघाटनेको सम्पत्ति हो सम्पत्ति हो यसले छिटोभन्दा छिटो गरौँ गाउँले नि फाइदा सबैले फाइदा